यहाँ समाजमा छुवाछुत इत्यादिको घोर कुसङ्ग बनाइयो, त्यस्तो केही छैन वेद शास्त्रमा। तपाईहरुले कहीँ झुक्नु पर्दैन। अब म आए चिन्ता नगर्नुस् यदि के समस्या छ भने पनि। म सब समाजको जालो खण्डित गर्नेछु वेद शास्त्रद्वारा। आज समाजमा एक विषय बारम्बार उठ्ने गर्छ कि यो जाति वर्ण के हुन्छ, उच्च नीच के हुन्छ, दलित जाति उच्च जातिको बीचमा के भेद छ, यी सब प्रश्न छन् र यसले तमाम प्रकारका घटना दुर्घटना पनि समय समयमा निम्त्याउँछ। वास्तवमा वेद शास्त्र के भन्छ त यस बारेमा तपाईहरुलाई जिज्ञासा होला। वेद अन्तर्गत तमाम चीज छन्। मैले अस्ति तपाईहरुलाई बताए, संहिता, आरण्यक, उपनिषद इत्यादि। तो यसको बारेमा पनि वेदमा उल्लेख छ। शपथ ब्राह्मणमा चत्वारो वर्णा, 4 प्रकारको वर्ण छ। ब्राह्मणो, राजन्यो, वैश्य, शूद्र। 4 ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र 4 छन्। र यो 4 को कार्य विभाजन पनि बताइएको छ कि ब्राह्मणले ज्ञान गुणका कुरा गर्नु, क्षत्रियले समाजको रक्षा गर्नु, वैश्यले आर्थिक कारोबार गरेर समाजलाई सहयोग दिनु, शूद्रले यो सेवा कार्य गर्नु। यो 4 प्रकारले विभाजन गरिएको छ। र यो 4 मध्ये को चाहिँ सर्वश्रेष्ठ हो, यो पनि प्रश्न उठ्यो। त यसमा बताइयो कि यी 4 जुन छन्, ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, यसमा सबैभन्दा उच्च दर्जा समाजमा कसले पाउनुपर्छ, यो चर्चाको विषय बन्यो। त बताइयो, सेवा ही परमो धर्मः, जसले सेवा गर्छ तिनीहरूको उच्च स्थान हुन पर्छ, यो बताइयो शास्त्रमा। तर व्यवहारमा अपोजिट छ, उल्टो छ। सेवा जसले गर्छ त्यो नै प्रमुख हो। एकैकस्य प्रकारेस प्राणान् दास्यामि ते कपे। सेवा को निमित्त भगवान राम को स्टेटमेंट छ। हनुमान जी सेवक थिए, सेवा गर्थे। त भगवान राम भन्छन्, हे हनुमान, तिमीले जुन सेवा गर्छौ म प्रति, त तिम्रो एक एक सेवा को बदलामा त मैले प्राण दिनुपर्छ। प्राण, त्यसबाट उऋण हुनलाई, चुक्ता हुनलाई। एक सेवा गरे बापत अरु सेवा तिमीले जुन गरेका छौ त्यसको त म सधैँ ऋणी रहन्छु, भगवान भन्छन्। बताउनुस्, त सेवा गर्नेहरूको उच्च दर्जा मानियो। त्यसो त जुन वर्णको हिसाबले जुन छ, कुनै भेदभाव वेद शास्त्रमा छैन, सबलाई सम्मान मान्दछ। न विशेषोस्ति वर्णा, वर्णमा कुनै विशेष छैन, सब बराबर हो, कसैले भेद नगर्नु। सर्वम ब्रह्ममिदं जगत, यो जगत ब्रह्मले बनाएको हो, हामीलाई पनि ब्रह्मले भगवानले बना हो। त भगवानले नै बनाएको सबमा भेद के, सब एक हुन्, यो बताइयो। भगवान श्री कृष्णले गीतामा पनि बोले यस बारेमा।
जसले गीता शास्त्र एवं वेद जाने उनीहरूले आफ्नो ढङ्गले प्रचार गरिदिए। त्यहाँ छ एक चीज, अर्को चीज। गीताको 4औं अध्यायको 13औं श्लोकमा भगवान श्री कृष्णको भनाइ छ, चातुर्य वर्णम मया सृष्टिम गुण कर्म विभागशः। यो चारै वर्ण जति छन्, ब्राह्मण क्षत्रिय शूद्र वैश्य, यी चारै वर्णलाई मैले नै सृष्टि गरे हुँ। भेद छैन यहाँ। केवल मैले त काम गर्ने हिसाबले उसले यो काम गर्नु, उसले यो काम गर्नु मात्र भनेको हुँ। आत्माको आफैमा जाति पाति केही हुँदैन, सब समान हो, श्री कृष्णले बोले गीतामा। त सबको बराबर स्थान छ। हेर्नुहोस्, अब मानिलिनुहोस् कि घरमा हाम्रो तमाम प्रकारको कार्य हुन्छ, कसैले गाई बस्तु पनि पाल्या हुन्छन्, छोराछोरी पढ्न जान्छन्, कोही जागिर खान्छन्, कोही व्यापारी छन्। अब घरमा वृद्ध पिताजी छन्, खाली उनलाई गाईको सेवा गर्न मन लाग्छ, भकारो सोर्छन्, दूध दुन्छन्, अरू ठाटिएर स्कुल जान्छन्, कलेज जान्छन्, अफिस जान्छन्। त्यसको मतलब यो होइन कि त्यो बाबु जुन छ त्यो नौकर हो। अरे बाबु त बाबु नै हो, सेवा गर्दैमा नौकर हुन्छ। स्थान त उच्च छ जनसेवा गर्नेको। यति अवश्य हो कि अब घरकी बुढी आमा पूजा गर्दै थिइन्, घरका बुढाले भकारो सोरेर आएको हातले बुढी आमाले भनिदिन् कि हे यो नछुनु, हात फोहोर छ, त्यसकारण पूजा सामग्री नछुनु भन्दै होला कुनै बेला। त त्यसैलाई यहाँ समाजमा छुवाछुत इत्यादिको घोर कुसङ्ग बनाइयो। त्यस्तो केही छैन वेद शास्त्रमा। तपाईहरुले कहीँ झुक्नु पर्दैन। अब म आए, चिन्ता नगर्नुस् यदि के समस्या छ भने पनि। म सब समाजको जालो खण्डित गर्नेछु वेद शास्त्रद्वारा। अरे वेदमा यो बताइयो कि न जाति, ध्यान दिनुस्, न जातिरात्मनो जातिर्व्यवहार्य प्रकल्पिता। वेद भन्छ, निरालम्बोपनिषदको 10औं मन्त्र हो यो वेद मन्त्र भन्छ आत्माको कुनै जातिपाति हुँदैन, न शरीरको नै हुन्छ। त्यो त व्यवहार चलाउनको निमित्त कल्पना गरिएको चीज हो है, कल्पित चीज हो यो, वेद बताउँछ। तर व्यक्तिहरूले गलत व्याख्या गरिदिए। सही व्याख्या यो हो। र अर्को वेद मन्त्र छ, सर्वत्र लेखेको पनि तपाईहरु पाउनुहुन्छ। उच्च जाति मानिने व्यक्तिहरू भाषण दिन्छन् यसको कोटेसन दिएर, वसुधैव कुटुम्बकम। यो महोपनिषद 6औं अध्यायको 72औं मन्त्र हो यो। यसमा के भनियो? वसु भनेको पृथ्वी, पृथ्वीका जति पनि जीवहरू छन् सबै आफ्नै नातेदार हुन्, दाजुभाइ हुन्। अब दाजुभाइमा नाता त एउटै हुन्छ, छुवाछुत हुन्छ कि हुँदैन? दाजुभाइमा हुनै सक्दैन। यही मन्त्र काफी छ, वसुधैव कुटुम्बकम। वेदको आज्ञा छ, पृथ्वीमा जति छन् ती सब दाजुभाइ हुन्। त यो सिद्धान्त हो। र इतिहासमा त विश्वकर्माजी यति ठुला वैज्ञानिक भए कि जसको अगाडि देवताहरू पनि झुक्थे। देवताहरू एक पटक वृत्तासुरले उदण्ड मच्चायो। देवताहरूको लागि पनि साधु सन्त सज्जनहरूको निमित्त एक कठिनाईको अवस्था सिर्जना भयो। त उसलाई नमारिकन सज्जनको हित हुने भएन, त कसरी मार्ने? त दधीची ऋषि थिए, एक महापुरुष संत महात्मा, जीव कल्याणको लागि नै कार्य गर्छन्, आफ्नो प्राणसम्म पनि दिन्छन्। भूर्जतरु सम संत कृपाला परहित साह
नित विपत्ति विशाला। एक भोर्ज तरु नामको वृक्ष हुन्छ। प्राचीन कालमा यो कागज कलम थिएन। सन्त महात्माले केही लेख्न पर्यो, शास्त्र बनाउनु पर्यो भने बाँसको कलम बनाउँथे, जंगली पत्ताहरूको मसी बनाउँथे। अनि यो भुर्ज तरु भन्ने जुन एक वृक्ष हुन्छ त्यसको पत्र हुन्छ, त्यसमा त्यो पत्र निकालेर त्यसमा लेख्थे। शास्त्र त्यसरी संरक्षण गर्थे। त त्यो पत्र निस्किँदा 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 त्यो वृक्ष खत्म हुन्थ्यो। अर्थात् त्यो वृक्षले लोक कल्याणको लागि आफूलाई समर्पण गरिदिन्थ्यो। त्यस्तै सन्तको स्वभाव हुन्छ। संसारका व्यक्ति स्वार्थी हुन्छन्, सन्त महात्माको आफ्नै केही स्वार्थ हुँदैन। संसार त छोडेर जीव कल्याणमा लागेका हुन्छन्, सत्य कुरा बताउँछन्, जीव कल्याण कसरी हुन्छ। त दधीची ऋषि थिए। जब राक्षसहरूको उत्पात मचियो वृत्तासुरको, त देवताहरूले उपाय सोधे। त भगवानले बताइदिए कि एक दयालु सन्त छन् दधीची ऋषि। यदि उनले आफ्नो हड्डी दिए भने त्यो हड्डीबाट वज्र बनेपछि त्यो वज्रले हानेपछि मात्र त्यो मर्छ वृत्तासुर, नत्र मर्न सक्दैन। यति शक्तिशाली छ। त स्वर्गका देवताहरू पनि स्वार्थी हुन्छन्, आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुन्छन्। त ती गए ऋषिलाई गएर भने कि हामीलाई हड्डी दिनु पर्यो तपाईको। हेर्नुस् कत्रो हिम्मत, आफ्नो स्वार्थको निमित्त गएर मागे। दयालु ऋषिले भने ठिक छ म दिन तयार छु। प्राण त्यागी दिए, ल मेरो हड्डी ल्याऊ, दिए। तर हड्डी त प्राप्त भयो, देवताहरूकोमा त्यो क्षमता थिएन, गुण थिएन कि त्यसलाई वज्र कसरी बनाउने। त आए विश्वकर्माजी कहाँ, हात जोडे प्रार्थना गरे, बिन्ती भाउ गरे। स्वर्ग सम्राट इन्द्र पनि झुके विश्वकर्माजीको अगाडि र यो हड्डी लिएर हामीलाई वज्र बनाइदिनु पर्यो बिन्ती भाउ गरे। त बनाइदिए विश्वकर्माजीले। त्यही विश्वकर्माजीले बनाइदिएको वज्रद्वारा वृत्तासुर मारियो र पुरा लोकको कल्याण भयो। यी पर्सनालिटी हुन् विश्वकर्माजी, जसले स्थापत्य वेद उपवेद बनाए। आज कसैको हिम्मत छैन कि नारदजी माथि औँला उठाउन्, विश्वामित्रजी माथि औँला उठाउन्, न वैद्य माथि यो उठाउन्। तर केवल विश्वकर्माजी एवं उनका सन्तान माथि औँला उठाउँछन्। समाजमा त मलाई मन्जुर छैन, म त्यसको विरोध गर्नेछु। यदि कसैले विश्वकर्माजीहरूको विरोध गर्छन् भने सिद्धान्त यो हो। त्यसैले तपाईहरु पनि दब्न जरुरी छैन। समाजमा उच्च भएर आफ्नो स्थान के हो त्यसलाई खोजी गर्नुस्, आउनुस्। र मेरो जुन कार्यक्रम छ यसमा त जातवादको कुनै प्रश्नै छैन, किनकि इतिहास साक्षी छ कि सबरीको कुन चाहिँ जातिपाती थियो। भगवानले झुठो बैर खाएर उदाहरण प्रस्तुत गरे। विदुरको कुन चाहिँ उच्च कुल थियो, दासी पुत्र थिए। दुर्योधनको 56 भोग त्यागी दिए। विदुरको घरमा गएर केराको छिल्का मन्जुर भयो भगवानलाई। त भगवान भावमा छन्, श्रद्धामा छन्। त मेरो कार्यक्रममा यहाँहरु सबलाई स्वागत छ। तर समस्या एक के छ कि कतिपय स्थानहरुमा व्यक्तिहरु मेरो प्रोग्राम सुन्छन्, पश्चात आफै पहल गर्दैनन्, पछि हट्छन्, त सधैँ पछि नै रहन्छन्। त्यसैले मलाई आशा छ लेखनाथका तपाईहरु जो हुनुहुन्छ सेवकहरु, जसले समाजलाई सेवा गर्नुभयो, तपाईहरु सबलाई स्वागत छ र हिम्मत गर्नु होला। जति हिम्मत गर्नुहुन्छ त्यति माथि पुर्याउन म प्रयत्नशील रहनेछु।